हेर्नुहोस् साथीहरू, यो पैयुँको सेरोफेरो ल हेर्नुहोस्, यहाँबाट यो देखिने मनमोहक हेर्नुहोस् न, यो कति रमाइलो छ। यहाँ यो पैयुँको सेरोफेरो भन्नुपर्छ यसलाई। पुरै टाढा टाढा तक देखिन्छ यो पैयुँ कोट। अहिले यो पैयुँ कोट मन्दिर निकै व्यवस्थित बनाइसकियो रहेछ। अब यस्तो खालको बाटोहरू होइन, चारैतिरबाट घुम्ने बाटाहरू र यस्तो खालको व्यवस्थित अझै हुँदैछ। यहाँ हामीहरू घुम्न आउन सकिन्छ। अनि यो यस्तो खालको होइन, यो हामीले पौराणिक कालदेखि नै हाम्रो यहाँ 2200-2400 राजा छँदाखेरि यहाँ पैयुँका राजा यहाँ बस्थे भन्ने हामीले सुनिन्थ्यो होइन। यहाँ देवीको मन्दिर छ, यो भव्य मन्दिर हाम्रो आस्थाको केन्द्र पनि भन्दा पर्यो होइन। यहाँ पैयुँवासीहरूको आस्थाको केन्द्र। अनि यहाँ बसेर हेर्दाखेरि यो हेर्नुहोस्, यो नजारा यो हाम्रो कालीपारतिर भन्दा पर्यो। यता यो पुरै डाँडोहरू हेर्नुहोस्, यस्तो तल बेसी खेतहरू होइन। यसरी यो यस्तो व्यवस्थित तरिकाले यहाँ बनाइयो रहेछ। अब यसलाई यसरी हेर्दाखेरि हामीले अब यहाँ एकचोटि घुम्न आउनुपर्छ साथीहरू। कमसेकम यो हाम्रै ठाउँ हो, यो हाम्रो ठाउँमा हामीले आस्था राख्ने ठाउँहरू यसरी आस्थाको केन्द्र पनि हो होइन। हामीले धार्मिक पर्यटकको विकास पनि गर्नुपर्छ। र यो पैयुँको यो मन्दिरको आसपास पहिलेभन्दा धेरै कुराहरू निर्माण भइसकेका रहेछन् र विकास हुँदै रहेछन्। यसमा हामीहरूले पनि सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। किन भन्दाखेरि यो सबैको हात भयो भने यो विकास गर्न सकिन्छ। र यो हामी यहाँ तक आउँदाखेरि ल हेर्नुहोस् साथीहरू, यो पैयुँ यस्तो कोटमा पनि यस्तो पोखरी निर्माण गर्नुभएको रहेछ। यस्तो भव्य र सुन्दर, यो पुरै बनिसकेका छैन, अझै बन्न केही बाँकी नै छ। तर हेर्नुहोस्, यस्तो सुन्दर पोखरी यसरी बनाउनु भएको रहेछ। यो पोखरी, यो दृश्य हामीले अवलोकन गर्नुपर्छ। यो यतापट्टि पारिदेखि डाँडो, यता जमपुर भन्छन्, यतापट्टि एउटा होस्राङ्दी आउँछ। फेरि यो पारितिर देखिने डाँडा होस्राङ्दी, यही अर्कोपट्टि यो सबै हेर्नुहोस्, क्या मनोरम छ, क्या सुन्दर दृश्य छ। यो हामीले यो हाम्रो जन्मभूमि र हाम्रो यो हामीले यहाँ हामीले सानैमा हुर्किएका यो पैयुँमा बसेका सबैले देख्न सक्नुहुन्छ। यो के यस्तो गजब बनेको रहेछ। अनि यो पैयुँलाई हामीले टट्ट ठाउँबाट प्रचार गरेर पनि सहयोग गर्न सकिन्छ साथीहरू। हेर्नुहोस्, अब यो यसरी यहाँ स्विमिङ पुल बन्यो छ। यस्तो यसरी यहाँ आज बडा दसैँको दिन हामी यहाँ चाहिँ धेरै मेला पनि लाग्ने गर्छ। यसरी आगन्तुकको देवीको दर्शन गर्न आउने काम हुन्छ। टाढा टाढाबाट भाकल गरेर यहाँ आउनुहुन्छ र यहाँ देवीको मन्नत मागिन्छ। मन्नत अनुसार यहाँ पूजा अर्चना गर्ने चलन छ। र यो खास गरेर बडा दसैँमा त यहाँ भव्य हुन्छ। भोलि र पर्सिको दिनमा त यहाँ भव्य मेला लाग्छ। यहाँ पुरै पैयुँवासीहरू यहाँ आउनुहुन्छ। यसरी बनाइएको रहेछ यो मन्दिर। यसलाई हामीले पनि यसलाई प्रचार गरेर भनौँ न, यसलाई चाहिँ नि विश्वका कुना कुना तक हामीले यसलाई पुर्याउनुपर्छ। किन भन्दाखेरि यो हाम्रै ठाउँ हो, हामी यहीँ बालकपनमा हुर्किएको ठाउँ हो र हामीले नै यसलाई फेरि हामीले यसलाई प्रचार गर्ने र व्यवस्थापन गर्ने पनि। अरू यो अहिले जो व्यवस्थापन समिति छ, यसलाई पनि धन्यवाद दिन चाहन्छु। यहाँ राम्रै बनाउनु भएको रहेछ। अझै यसलाई विकास गर्ने धेरै ठाउँहरू रहेछन्, विकास हुन्छ भन्ने लागेको छ मलाई। साथीहरू हेरेर आफ्नो मनोरञ्जन गर्नुहोस् है त।